नमस्कार, हाम्रो च्यानलमा हजुरहरू सम्पूर्णलाई धेरै धेरै स्वागत छ। हाम्रो भिडियो हेरिसकेपछि हाम्रो च्यानल सब्स्क्राइब गरिदिनु होला र हाम्रो भिडियो मन पर्यो भने धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला। आज हामी छौँ एकदम नै भौगोलिक हिसाबले सम्पन्न ठाउँ यो बागलुङको कालिका भगवती मन्दिर स्थित नेपालको एक प्रसिद्ध र ऐतिहासिक हिन्दू शक्तिपीठ हो कालिका भगवती मन्दिर। यो मन्दिर गण्डकी प्रदेशको बागलुङ जिल्ला स्थित घना जङ्गलको बिचमा र कालीगण्डकी नदीको किनारमा अवस्थित छ। घना जङ्गलको बिचको यो मन्दिरको प्रवेशद्वारबाट अब हामी मन्दिरतर्फ सिधै प्रस्थान गर्दैछौँ र बाटोमा जाँदा जाँदै हजुरले देख्नुहुन्छ साइडमा घन्टी छ ठुलो ठुलो। हजुरहरूले घन्टी बजाएर दर्शन गर्दै भित्र पस्नु होला। हामी पनि त्यसरी नै पसिरहेका छौँ। मनमोहक दृश्य पनि छ। यो जङ्गलको बिचमा मनलाई आनन्द हुने एकदमै पर्यावरण वातावरण सबै कुरा एकदमै राम्रो छ। मनका हजारौँ पीडाहरूलाई बाहिर चप्पल खोलेर बाहिर नै फालिएर भित्र छिरिसकेपछि जीवनका हरेक पानाहरू नयाँ जस्तो अनुभूति भएको छ। सायद यो दैविक शक्ति पनि हो र हामी नेपाली विशेष गरी हिन्दूहरूको यो विशेष ठाउँ पनि हो। मनै एकदमै खुसीले गदगद हुन्छ जब मन्दिरमा प्रवेश भइन्छ। त्यसै गरी यो जङ्गलको बिचको कालिका मन्दिरको दर्शन गर्न पाउँदा आज मैले आफूलाई पनि एकदमै भाग्यमानी ठानेको छु र हजुरहरूलाई पनि समय र मौका मिल्छ भने अवश्य पनि कालिका भगवतीको दर्शन गर्नुहोला। कालिका भगवती मन्दिरमा पूजा गर्नाले शत्रुमाथि विजय प्राप्त हुने, रोग व्याधिबाट मुक्त मिल्ने र चिताएको पुग्ने जनविश्वास छ। परम्परागत रूपमा यहाँ पशुलाई बलि दिने चलन पनि छ र आजको दृश्य यति नै छ र अर्को भिडियोमा हामी नयाँ ठाउँको नयाँ प्रस्तुति लिएर नयाँ ठाउँको हजुरहरूलाई यात्रा गराउने नै छौँ भने अहिले यो भिडियो हेरेर मन पराइदिनु होला र हामीलाई साथ दिनको लागि फेरि एकपटक सेयर गरिदिनु होला भने हामीलाई सब्स्क्राइब पनि गरिदिनु होला। धेरै धेरै धन्यवाद। हजुरको दिन सुखमय रहोस्। नमस्कार।